Spend a day with me. सो आज चाहिँ म बाटोबाट नि जाँदैछु ग्रोसरी सपिङको लागि। म र मेरो साथी गएको थियौँ। त्यहाँ चाहिँ मलाई केही सामानहरू लिनुपर्ने थियो घरको लागि, प्लस मेरो बेबीको लागि पनि, मेरो सानो बेबीलाई। अनि त्यहाँको कतिवटा खानेकुराहरू चाहिँ उसलाई मनपर्छ, त्यही भएर म त्यही लिनको लागि अनि बौद्धको बाटोबाट गएको थिएँ। सो मैले चाहिँ अरू सामानहरू पनि चेकआउट गरेँ, अरू कुनै चाहिएको छ कि भनेर। मैले चाहिँ स्पेसली यो लिएँ केकहरू। अनि हामीलाई चाहिँ मेरो हस्बेन्डलाई चाहिँ यस्तो केकहरू धेरै मनपर्छ। फेरि बाहिरको चाहिँ अलिकति त्यो आइडिया नभएको भएर अनि मलाई चाहिँ एउटै ठाउँमा सबै कुरा पाउने भएको भएर म चाहिँ एउटै ठाउँमा लिन्छु यहीँ गएर। अनि मैले चाहिँ इन्स्टाग्राममा धेरै यस्तो क्यान्डलहरू पिन्ट्रेस्ट टाइपको भनेर हाल्नु भएको देखेको थिएँ। अनि मलाई चाहिँ ट्राई गर्नु मन थियो। अनि मैले नि एउटा यो रेड कलरमा पिङ्क टाइपको यो लिएँ एउटा। सो मैले त्यसपछि चाहिँ अरू सामानहरू पनि लिइसकेको छु। सो हामी त्यसपछि चाहिँ माथिको फ्लोरमा गयौँ। अनि माथिको फ्लोरहरूमा चाहिँ स्यान्डल्सहरू अनि कलेक्सनहरू चेक गर्न गएको थियौँ हामी। अनि म हजुरहरूलाई पनि त्यहाँको कलेक्सनहरू देखाइदिन्छु। हजुरहरूलाई नि कुनै मनपर्छ भने त्यहाँ गएर लिन सक्नुहुन्छ होइन। मैले चाहिँ हजुरलाई स्लाइडली त्यहाँको हल्का भिडियो बनाएर राखिदिएको छु यसमा। यस्तो फ्ल्याट्सहरू पनि थियो। मलाई चाहिँ पर्सनली फ्ल्याट्सहरू धेरै मनपर्छ। अनि यहाँ अरू अप्सनहरू पनि थियो, क्लोजमा पनि थियो, क्लोज सुजहरू जस्तो पनि थियो अरू अप्सन। सो अब चाहिँ हामी खाजा खानको लागि दरबार क्याफे बौद्धमा गएको थियौँ। त्यहाँ चाहिँ हामी बारबोटिनीबाट हिँडेर नै जान सक्छौँ। मेरो साथी चाहिँ पहिले त्यहाँ गइसकेको रहेछ अनि फेरि उसले त्यही रेकमेन्ड गरेको भएर हामी गएको थियौँ। त्यहाँ चाहिँ हजुरहरू सेकेन्ड टाइम जानुभयो भने चाहिँ 13% डिस्काउन्ट पनि पाउनु हुँदो रहेछ। सो वी आर वेटिङ फर फुड। अनि हामीले चाहिँ एउटा मिन्टमा यो मगाएको थियो साथीले, अनि मैले चाहिँ अर्को मगाएको थिएँ आइस लाटे। अनि हामीले पिज्जा र अरू मगाएको थियौँ। अनि हामीले चाहिँ ट्राई गर्दै थियौँ, ठिकै थियो, त्यस्तो मिठो नलाग्ने भन्ने चाहिँ थिएन, ठिकै थियो। अनि त्यो पछि चाहिँ हामी एकछिन कुराकानी गऱ्यौँ साथीसँग। अनि त्यो पछि हामी मिनिसोमा गयौँ। अनि मिनिसोमा गएर त्यहाँको कलेक्सनहरू पनि हेऱ्यौँ। मलाई चाहिँ एउटा वालेट चाहिएको थियो, पर्स चाहिएको थियो, त्यही भएर अनि हेर्न गयौँ हामीले, हेऱ्यौँ त्यहाँ। अनि त्यहाँ चाहिँ नर्मली गइरहेको हुन्छु म यो ठाउँमा। अनि मैले हेयर ब्यान्डहरू पनि हेरेको थिएँ, तर त्यहाँ खासै मन परेन मलाई। सो नयाँ कलेक्सन चाहिँ खासै केही पनि थिएन त्यहाँ। अनि नर्मली त्यो पहिला हामीले देखिरहने कलेक्सनहरू नै थियो। अनि त्यही भएर मैले केही नि लिएन त्यस्तो साह्रो। मैले जे लिन गएको थिएँ त्यही मात्रै लिएँ। सो आजको डे चाहिँ हामीले यसरी नै बितायौँ। अनि नेक्स्ट टाइम फेरि पनि म भिडियोहरू लिएर आउनेछु। टिल देन ह्याभ अ नाइस डे, स्टे हेल्दी, अनि सी यु इन नेक्स्ट भिडियो। बाई बाई एभ्रिवान।